उहाँले के गर्नु हामी नागरिक छैन भने कहाँको नागरिक छौँ त्यहाँ पुऱ्याइदिनु पर्यो कि हामीले नागरिक बनाउनु पर्यो तपाईँले पासो किन लाउनु खोज्नु म के गर्नु जिउँदो लास बनेर बसिरहेको छु भने मर्नै बेच्छ त यो जिउँदो लास बनेर के फाइदा मर्नै बेच्छ नागरिकता समस्या हो तपाईँ नागरिकता समस्या हो हामी विगत 8 दिनदेखि धर्ना बसिरहेका छौँ आमाको नामबाट बाउको नागरिकता छैन आमाको नामबाट नागरिकता चाहियो क्या हामी आमाको छौँ त हाम्रो आमा नेपाली नागरिक होइनन् र होइन भने हामी कहाँको नागरिक छौँ यदि सुशीला कार्की गरिदिनु पर्यो नि हाम्रो माग छैन भने हामी कहाँबाट आएको छौँ हामीले त्यहाँ पठाइदिनु पर्यो कति वर्ष पुग्नु पर्छ म 35 वर्ष पुगेँ 35 वर्ष नागरिकता छैन छैन कामकाज के गर्नुहुन्छ दृष्टिविहीन मान्छे उहाँको जीवन सरसा हो 12 अनि 12 आउनु भयो हजुर हजुर सरकारले बाउ खोजेर ल्याऊ बाउ कहाँबाट ल्याउने बाउ ल्याउने कहाँबाट आज हामी शान्तिपूर्ण धर्ना गर्न लागेको प्रशासन आएर हामीले यहाँबाट लखेट्नु छ भने यो देशबाट मलाई अभिशाप भइसक्यो यो देशमा जन्मेको यो देशमा नजन्मेको भयो आज यो दुःख पाउने थिएन सायद जस्तो पर्छ आज भनेको तपाईँ जिल्लामा चाहिँ पुग्नु भयो जिल्ला सिक्नु सबै 4 वर्षदेखि हामी यो सडकमा बसिरहेको छैन देख्नु भयो होला नि त सिडिओले के भन्छ फेरि भन्छ